दिएको छ। त्यो थीम चाहिँ हामीले यो सहकारीको इम्पोर्टेन्सको कुरा गर्दै गर्दा सहकारी संस्था ह्याभ नट ट्रिपुलको एकदमै नजिकको वित्तीय पहुँच दिने निकाय हो र त्यो निकाय बनाउनको लागि हामीले विगत 20-25 वर्षदेखि 20 to 25 years अगोदेखि हामीले यसमा मेहनत गरिराखेका छौँ। तैपनि च्यालेन्जको रूपमा अहिले नेपालमा पनि विभिन्न किसिमको त्यसमाथि क्रेडिट सोसाइटी अर्थात् हामी सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ भन्छौँ, जसलाई साकोस पनि भन्छौँ। साकोसले चाहिँ नेपालमा अहिले धेरै शङ्काको स्थितिबाट गुज्रिराख्नु परेको छ। के शङ्का भन्दा अघि कुरा आए जस्तो सहकारी संस्थाहरू पैसा जम्मा गर्छन् र लिएर भाग्छन् भन्ने र्युमर चाहिँ चलिराखेको छ।